हेलो साथीहरू नमस्ते हजुरहरूलाई मेरो बिनु थापा युट्युब च्यानलमा फेरि पनि स्वागत छ। अनि आज न्यू डे न्यू भिडियोको साथ म उपस्थित भएको छु। साथीहरू हेर्दै जानु होला। भयो ल हेलो भन, हातले हालौ। हेलो नमस्ते भन न। सन्चै हुनुहुन्छ भन। सन्चै हुनुहुन्छ भन न। ल जाऊ, तिम्रो काम छैन अब भिडियोमा नदेखिनी। जाऊ ल यहाँ चाहिँ साथीहरू हामी चाहिँ बसी बिहालो बहिनीले कपाल कोरिदिन्छु भन्दैछ। 2 दिन भयो है साथीहरू कपाल नकोरेको। आज चाहिँ एकदम 3-4 दिनलाई उनी गरेर कोर्न पर्यो भनेर। त्यस्तो नबाट है हेर बहिनी, मलाई मन पर्दैन। हामी चाहिँ कहिले काहीँ बस्दा बस्दा झिजो लागेर कहिले कपाल गर्ने कहिले के गर्ने गर्छौँ साथीहरू। जसरी भए पनि दिन त काट्नु पर्यो। कपाल कोरो 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 लास्टमा सिसा हेर्दा चाहिँ राम्रो लाग्दैन साथीहरू। त्यसपछि चाहिँ हामीले फेरि अर्कै कपाल बाट्छौँ। उही बस्छ बेबी, उही बस्छ, उही बस्छ। छैन र पुरै छोरी काट्यो। बेबीलाई करेन्ट लगाइदिने आउँछु। मलाई चाहिँ यसरी कपाल कोर्दिराख्यो भने साथीहरू निर लाग्छ हौ, आनन्द लाग्छ। फोन के हो बेसी नै के हो? ओइ सानी, आज शनिबारको दिन अनि साथीहरू यस्तो सुनसान छ नि। हामी त्यही काम नपारे कपाल कोर्दैन। प्लास्टिकमा खाके ज्ञानी बहिनीको खेलाउने कुरा जति पर्खा त बहिनी यस्तो टन गर्नु देऊ त। यहाँ खाका ला के नि खेलाइदिए ल। रोयो के रोयो हो। मलाई त झट्ट भएन नि त, रिस मात्र उठ्यो। रिस उठेपछि आँखा त आँसु आइहाल्छ। यहाँ मेरो भिडियो हुँदैछ। आज यसलाई देखेर मलाई एकदमै रिस मात्र उठियो। कहाँ बस्ने भर्खर पुस्किन्छ नि। के हो यो? कता कता बाँधिदिने नफुस्किनी बनाउन भनेको 3-4 दिनलाई बन। आफ्नो कपाल काटेर हेर्नु साथी हो। मुसाको पुछार जत्रै गरा अफ्रिकनलाई जस्तो गर्न यहाँ त के ना कालो पनि ठिकै छ ल ल ल छिटो गर, एक गर। हजुरको पनि राम्रो देखिन्छ। हजुरको धेरै पाक्लो पनि त नि मेरो त हुन्न पाक्लो कपाललाई छु बाक्लोमा धेरै गुजुक्को हुन्छ। आयो आयो गाडी आयो। ओइ हेर्नु त दिदी पानी पर्यो। पानी खाने हेर्नु न। मैले अहिले फेरि पाटा कसरी दिन्छु त्यो यता ल्याइदे बोतल। खुसिन्न होला बहिनी। यसले थर्मसमा यता पानी हाल्नु पाटियो। आज मान्छे नआएको अस्तिको गरा टमरेटी बसले गर्दा नुहाइ नुहाइ गर्दैन होला केटाकेटी। आयो अब गाडी।
म ठुलो मम्मीसँग बसियो भन न। सानो त्यो बेबीले वहाँ फालिदियो। सानो त तिमीलाई हुन त्यही हो यो त ठुलो हो तिमीलाई ठुलो भयो कि सानो भयो सानो ल्याउ ल्याउ थ्याङ्क यू बेबी भन्छु ल्याउ त ल्याउ सानो यसले मेरो काटा काइयो लगाएर वहाँ लुगा छ ल्याउ छोरी ल्याउ शेर्पा गरेर थ्याङ्क यू भन्नुहुन्छ ठुलो मम्मीले ल्याउ थ्याङ्क यू बेबी वेलकम ठुलो मम्मी भन्नु ल आउनु यहाँ बस्नु आउनु ल आउनु बेबीले गीत बज्छ नि भनेर अनि धोका लाग्यो है ल यता हेर्नु गीत बजे ह ल हेर बेबी दादासँग रिसाएर यस्तो ओठ फर्कायो कि है अब चाहिँ भइसक्यो है साथीहरू एक फेरा बनाएको राम्रो भएन फेरि निकालेर फेरि अर्को गाडी लाग्थ्यो टाढाको बाटो वहाँ पुग्दा बुझ्दै हुन् कि त त्यो भन्दा खसी मारे आएर मेकअप गर्नु पर्ने मेकअप आर्टिस्ट सँगै भएको भए आफैले यसरी पाउडर रस मैले नि आफै है साडी साडी चाहिँ कसले लगाइदियो आफै लाग्यो साडी त अरू लगाइदिएको मेकअप चाहिँ आफै गरेको हेर मर्ने थाहा छैन यस्तो यो टुसु मिसु काटको छैन हेलो सु गरेर हेलेपे भिजा खै कहाँ भिजा हेर त बहिनी अघि मेरो हातमा लाग्छ साथी हो यो चाहिँ मेरो घरमा थियो पहिला अहिले चाहिँ छि उता जा अहिले माइत पाठा र पाठी लिएर छोडिदिएको साथीहरू 3 महिनामा त ब्याएछ हो ब्याएर 4वटा नानी पाएको रहेछ 2टा चाहिँ यहाँ बेबीले खेलाउने भनेर रहर गर्यो साह्रै बिहान र बेलुकी यसैलाई स्याहार्दा झिजो लाहा हो मलाई त ल ल हेलो भनिदेऊ लु घर चाहिँ यसको आमा अनि फेरि यसका दिदी दाइ 3टा छोडेको माइत चाहिँ 2टा पाठा पाठी लिएको 3 महिनामा ब्यायो साथीहरू ब्याएर 4वटा बच्चा भएको रहेछ 2टा हामीले लियो यही राखिदिउँ कि कता लैजाउँ म कपडामा छाड्नु लैजाऊ नहराउ न जोडी साथीहरू हेर्नुहोस् यी बहिनीले बाजी हो यसलाई भन्छ माछी गाडे साथीहरू बाहिर चाहिँ ढिक्कै गीत बजेको छ एउटा 2टा मान्छेहरू आछ नानीहरू खेल्दैछ यहाँ चाहिँ गीत बजेछ कि थाहा छैन गीत बजेछ कि बजेन थाहा छैन अब हेरेपछि थाहा हुन्छ कपिराइट भयो भने त मैले राख्दैन होला भिडियो ल मकै नि खाऊ मकै ए मिठो छ अब नुनु गर्ने है मकै खाएर है हुन्छ कसले ल्याइदिएको मकै हो नि कसले ल्याइदिएको हो लाऊ भित्र म चाहिँ बेबीलाई नुनु गराउनु लाग्छु है साथीहरू हेर्दै जानु होला म ठुलो मामुको बुइ गएको हो भन बेबीलाई निन्द्रा लाग्छ के खाएको नि मकै हो बहिनी चाहिँ बाहिर गएछ अनि यसलाई सुताउन है यस्तै डुलाउन पर्छ क्या साथीहरू है तिमी त कति गोरी आएको हो
अँ के भन्छ गफाडी बनेको हो हो फ्यान पनि देखाउ न मेरो फ्यान हेर्नुहोस् भन राम्रो छ भन दिदीको भन न के गरेको के ल है साथीहरू मेरो छोरी चाहिँ सुटिन् उठेकै सुत्छिन् हिँडाइसकिन् अब उठ्ने पनि अब अलि शीतलो भयो भने त ऊ 2 घन्टा नि सुत्छ नत्र अनि उठेकै उठ्छे मेरो छोरी चाहिँ लाएको छु यहाँ चाहिँ नानी हिँडाइसक्यो अनि उसलाई सुताएपछि चाहिँ 1-2 घन्टा त ऊ मस्त सुत्छ अनि फ्यान लगाइदिनु पर्छ फेरि अलिकति चर्को बोल्यो भने त फेरि झट्टै उठ्छ नि उसलाई सुत्दा चाहिँ डिस्टर्ब हुनुहुन्न उठिहाल्छ यो नि हो पानी हामीले अब हिँडेर स्याल मात्र लाउने धेरै बेर लाउने काम यहाँ कपडा धुन ला साथीहरू खोइ रे यसो गोडचारका कपडा बहिनीले उहाँ घर धुन नपाएर लिएर आँखा साथीहरू उसले नि धुने अरे अनि 2 जनाले मिलेर कटाङ कुटुङ पार्ने भनेर साथीहरू के बहिनी सबै कुरा अब सेवा सुविधा त कहाँ हुन्छ र आफूले यसो उ गर्नु पर्यो नि त कता हुन्छ मिलाएर हुन्छ कि के गरेर हुन्छ गर्नु पर्यो नि त्यस्तो गरी स्याहाँ पनि नसुनिने भयो मासु नि पखेटा मात्रै साथीहरू कपडा धुन गएँ
त्यही हो साथीहरू, मेरो भिडियोलाई हेरेर जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह दिन चाहिँ नभुल्नुहोला भन्दै म मेरो भिडियोलाई इन गर्न चाहन्छु। बाई 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 बाई। स्माइल।